सो हेलो एन्ड नमस्ते एभ्रिवान, वेलकम ब्याक टु माई च्यानल। आज चाहिँ हाम्रो स्टोरमा हिस्ट्री दाई आउँदै हुनुहुन्छ, तर आज चाहिँ इन्ट्रेस्टिङ भ्लग हुन्छ किनभने हिस्ट्री दाईलाई म डल्ली खुर्सानी खुवाएर केवाइटीको स्ट्राइकर दिन्छु यदि 2 मिनटसम्म या 3 मिनटसम्म उहाँले पानी खानु भएन भने। सो अहिले चाहिँ म टेको स्टोर आइसकेको छु एन्ड वेटिङ फर हिस्ट्री दाई कतिखेर आउनुहुन्छ। आउने बित्तिकै च्यालेन्ज स्टार्ट गर्ने हो, टिकटकमा नि आउँछ यो च्यालेन्ज। सो यहाँ चाहिँ खुर्सानी छ हिस्ट्री दाईको लागि, मजाको अकबरे के हो डल्ले हेर्ने डल्ले खुर्सानी। 2टा मात्र दिनु पर्ला कि एउटा दिने है? खाना सक्नुहुन्छ होला, 2टा दिन्छु, मजा आउँछ। अब मजा आइँदैन भिडो। त्यसपछि केवाइटीको हेलमेट खै कहाँ गयो? त्यसपछि दाइले 2टा खुर्सानी खाएर रियाक्सन नदिएपछि पाउनुहुन्छ। केवाइटीको स्ट्राइकर ए सो देख्न सक्नुहुन्छ, दिस इज द अक ट्रेडर 1। पछाडि यस्तो हुन्छ एन्ड अटोबेलको यो पनि भयो। इन्ट्री हेलो हेलो, खोइ माइक त महँगो खालको रहेछ तिम्रो त यार। मेरो भन्दा महँगो हो। आउनु न, आउनु भित्र आउनु। धेरै पछि आगमन भयो हिस्ट्री दाईको। लैगे ताली सबजना, ल ताली खोइ। क्यामेरा के रहेछ? राम्रो रहेछ। कस्तो मन परेको मलाई यार। क्वालिटी त फेरि हो र लभली हो नि। खोइ म नि यसो लगेर हेरौँ। क्वालिटी चाहिँ बवाल छ। 3 चोटि थिच्ने। भ्लगिङ भने त है, भ्लगिङ भने त यो रहेछ नि त यार। कहाँ हाम्रो गरिबहरू फोन तर्स्याएर हुन्छ त यार। धनी यस्तो हाम्रो त यस्तो रे। आमा कत्रो हो यो। अब 2 चोटि थिच्यो भने पछाडि रे हो यो। कता कता 1 2 3 पछाडि। आमा कति पऱ्यो पैसा चाहिँ? 1 2 जति पर्यो। ए अन्त कहाँ मिस्टेक हो यार। यो कति? यो त 60 हो क्या। यसमै आउँछ क्रेटर कम्बो हो कि यो। 1,02,000 हो कि टोटल। 25 जति पर्ला। 25 यसको त्यो कम्बोमा चाहिँ 60,000 जति पर्छ होइन? यसको 2टा आउँछ। 2टा आउँछ अनि त्यो चार्जिङ। दाइ आज हाम्रो टिकटक भिडियोमा आउनुहुन्छ फाइनली। एकदम मोस्ट अवेटेड मान्छे हो कि होइन? एकदम डिमान्ड। यस्तो भएको थियो फेरि अब 3 चोटि यस्तो भएको थियो। के भएको थियो भने त्यो मनमा अलिकति त्यो कुराहरू खेलेको थियो क्या। अटोबेल भाइ अब यताउता छ अनि त्यहाँबाट मैले अनि टक्क लाएर भाइ अलिकति चित्त दुख्यो त्यही भएर म आएन भनेको। भाइले फेरि ए दाइ त्यस्तो हुन्छ त्यस्तो हुँदैन। भाइले म चाहिँ बाहिरी मान्छेको कुरा सुनेर अलिकति अर्कै सोचमा पुगेको छु। त्यसको लागि अब सरी भन्न चाहेँ अटोबेलको फ्यामिली सबैजनालाई। अनि मेरो भाइलाई आज फाइनली भेटिसकेको छ, खुसी लाग्यो धेरै पछाडि। अब फेरि ब्याक टु अटोबेल भनेपछि अब यहाँ पैसा जम्मा गरे गर्नुपर्ने हुन्छ। यहाँ आए सामान मन परिहाल्छ। सामान मन परेपछि अब त्यही गाह्रो छ। हामी अब ऊ गर्छौँ, टिकटक भिडियो बनाउँछौँ। मलाई क्यामेरा अति नै मन पर्यो तर मसँग पैसा छैन। गिभअप यसले फसाउँछ। केही हुन्न। आज हामी यहाँ एउटा गेम खेल्दैछौँ। भाइले अगाडिदेखि नै गेमको कुरा हाल्दैछ। गेममा मैले जित्यो भने मलाई प्राइज पाउँछ अरे, त्यही भएर म पनि आएको। फेरि अरूलाई जस्तो प्राइज होइन, बवाल प्राइज हो दाइलाई। गेमको नाम के हो दाइ? गेमको नाम भनेको खाने खोर्सानी खानुस्, प्राइज लानुस्। हैन खोर्सानी खानु भने नृत्य घर जानुस्। दाइ पिरो भएन भने के गर्ने? पिरो भएन भने के गर्ने? अर्को नि खाने। पहिला सानो चाहिँ खाने 1 मिनट कुर्ने अनि त्यसै पिरो जस्तो देखिएन भने दाइको मुख अनि अर्को नि एउटा। तर खुर्सानी त्यो नै छैन भने पिरो हुनु परेन।
रेडी हुनुहुन्छ तपाईँ ए माइक रेडी हुनुहुन्छ तपाईँ म के भन्छ धेरै पछाडि अब 20 सेकेन्ड अझै गर्न सक्नुहुन्छ कि यतिमै रोकिदिउँ भन्नु 20 सेकेन्ड रोक्छु हो अब 10 सेकेन्ड 10 9 8 7 6 5 4 3 3 2.5 1 ल ताली बजाऊ सबले 2 मिनट भइसक्यो पानी पहिला पानी कि हेलमेट पानी यताबाट चिसो पानी लिएर आउँदा मिनरल वाटर दाइको लागि कसो लागिरह दाइ ओ माय गॉड पसिना आइरह ल मोबाइल लिएको त यार खोइ कसको भयो ल यो त्यस खाने पानी नभएको भए हो डेन्जर छ डेन्जर पिरो छ यहाँ पेटसम्म पिरो जिब्रो लटपटिसक्यो दाइको हेलमेट अहिले पछि गरौँ ल जित्नु भएको छ KYT को स्ट्राइकर फ्रम अटोबेल गियर्स ल सबजना फेरि एकचोटि कसेर ताली ल लाएर उद्घाटन गर्नु तपाईँको लागि चाहिँ फुल्ली सर्टिफाइड KYT हेलमेट आएको छ है त ल धन्यवाद ल लाइहाल्नु त ल दाइको आँखा कोही नहेर है ओ ल कसैलाई ए अझै पिरो भयो क्या त्यो लिएर ओ रियल 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 जुस लिएर यहाँ रियाक्सन कस्तो अहिले पो आयो त दाइ सो वर्ल्डको सबभन्दा पिरो खुर्सानी वान अफ द पिरो भनौँ न दाइले खानु भएको छ सो चस्मा चाहिँ लाउनु भाइ आँसु देख्ला फेरि धेरै पछाडि आउँदाखेरि खोर्सानी के ल्याएर फेरि खुर्सानी भयो क्या तर्सिनु हो दाइ के ल्याएछ भन्छु कि धेरै पछाडि इन्टरभ्यू दाइको आएछ चिची सेस है उनीहरू चिकन डिनर आग लागि झोला चाहिन्छ दाइको मुखमा आग लागि भएन बेलामा झोला कहाँ गयो यार यहाँको पनि अलिकति दाना डेकोरेट गरेछ पनि अब राम्रै गरेर छौँ देखाएर भए पनि ओके वेलकम आजभोलि मजाक भएको छ कस्तो सब टेन्सन थियो टेन्सन भने आउँछ जान्छ जिन्दगीमा होइन र त्यस्तै हो जिन्दगी भने जिन्दगी भने त्यही रहेछ ओइ बुझ्छु अरू केही भन्न चाहनुहुन्छ महँगो महँगो माइकमा अब कति धेरै बोल्नु है माइक फेरि अब छुँदा नि दाग लाग्छ होइन फेरि प्राइस थाहा नपाइदिएको भए चाहिँ अब खासै फरक पर्दैन थियो प्राइजै थाहा छ नि त माइकको त माइकमै कुरा सीमित नगरौँ अब चाहिँ यो भ्लग चाहिँ आज हामी एन्ड गर्छौँ यहीँ किनभने आज इन्ड गरिहाल्यो ओहो पोछा लाउनुपर्छ यो भ्लग चाहिँ हामी यहीँ एन्ड गर्छौँ किनभने अब दाइले पनि खाइसक्नु भयो हाम्रो यताको टिकटकको कन्टेन्ट नि बनिसक्यो दाइले हेलमेट नि पाइसक्नु भयो त्यही भएर दाइ ल एन्ड हानिदिनु त तपाईँको तर्फबाट ल हस् थ्याङ्क यू सो मच अटोबेल एन्ड गियर्सलाई माया छ हामी जिरो हुँदादेखिबाट अटोबेल गियर्ससँग थिएँ अहिले पनि यहीँ छु खुसी लाग्छ जे होस् सधैँभरि सपोर्ट गरिरहेछ मैले गर्न सक्ने म मेरो तर्फबाट गरिरहेको छु उसले गर्न सक्ने उसको तर्फबाट भइरहेछ सबैजनाले माया गरिरहेछ खुसी लाग्छ ल बाई बाई टाटा ल टाटा सी यू बाई बाई ल